Would you be fine if I leave by the time the sun is out? I do not need a bullet, so I will be fine. Just let me go. चाहिँ बिहान हाम्रो 5 बजे हामी चाहिँ अहिले मोराङतिर जाँदैछौँ। हाम्रो अमृतजना यता आउनुहुन्छ। ट्याक्क बाइकहरू रेडी भइसकेको छ 8वटा बाइकमा है। ट्याक्क 12मा हो चाहिँ हामी मोराङतिर लागिरहेको छौँ। ट्याक्क है झगडा हो त्यस्तै छ है। हामी चाहिँ पृथ्वी राजमार्ग डुम्रेतिर जाँदै अहिले आज चाहिँ अहिले चाहिँ हामी आइसक्यो है यो पुलमा है। के भन्छ तनहुँको पुलमा टक्क हेर्न सक्नुहुन्छ। बवाल छ है यो पुल सुल है। जम्मै अगाडि मामाहरू आइसक्नु भयो अगाडि है। टक्क अगाडि आइसक्नु भयो होइन। पारामा मामा दिनु भयो। अमृतहरू आउँदैछ पछाडि गइसक्यो केटाहरू। कता हरायो अब म पनि लाग्छु। अब अझै हामी मोनाङ पुग्ने प्लानिङ छ। तर के हुन्छ हाम्रो हेरमै सक्सेस हुन्छ कि हुन्न प्लानिङ। आज चाहिँ छिट्टै पुग्ने भन्ने विचार गर्छु। हामी चाहिँ पृथ्वी राजमार्ग छोडेर चाहिँ हामी चाहिँ बेसी सहरतर्फ लाग्दैछौँ हामी। हजुर अब चाहिँ हाम्रो चाहिँ खाजा खाने ब्रेक होइन। अहिले चाहिँ हल्का फुल्का यहाँ चाहिँ यसो त्यसो गर्ने ब्रेक हुँदैछ। ट्याक्क बाइकहरू 1 2 3 4 5वटा बाइक 5जना केटाहरू है। अब डाङपाडामा अब हामी चाहिँ अब 8 घन्टामा चाहिँ खाजा खाने ब्रेक छ हाम्रो बेसी सहरमा। बेसी सहर पुग्यो भने चाहिँ खाजा खाइन्छ है। ट्याक्क अहिले कुन ठाउँ हो यो चाहिँ है थाहा पनि छैन हामीलाई। दिनेश सर दिवस सर केही छ तपाईँलाई? यहाँसम्मको यात्रा त केही पनि भएको छैन। अब के अब कतिको एक्साइटेड हुनुहुन्छ तपाईँ? एकदम एक्साइटेड हो तपाईँ नि तपाईँ सर? म एकदम खतरा। अनि यहाँ चाहिँ हाम्रो नयाँ भ्लगर है उता के अरे कहाँबाट आउनु भएको हजुर? यो चाहिँ उसको कसले काटिदिएको यस्तो कपालतिर एकदम बवाल यही नाकमा जो कसले हो कपाल काटिदिएको? हाम्रो खै नाम त थाहा भएन तर तपाईँले लगेको र त हो कपाल काट्न? तपाईँले हो? होइन। अब चाहिँ हामी बेसी सहर आउनु लागेको छौँ। अब लगभग आधी घन्टा 1 घन्टामा चाहिँ हामी बेसी सहर पुग्छौँ होला है। अनि हाम्रो तलको नदी चाहिँ मर्स्याङ्दी नदी है। नहाला त्यहाँ मेरो एउटा भिडियो नि त्यहाँ टोपी लगाएको हाल नबस्न कन्ट्रोल। चिया ब्रेक पछि हाम्रो चाहिँ अब मोनाङतिर लाग्ने कार्यक्रम हुँदैछ। अब चाहिँ हामी सुरुङमा आइसकेको छौँ। ट्याक्क बसेर चिया हान्यो। बाइकहरू चाहिँ ट्याक्क रेडी छ त्यो है। ट्याक्क अहिले फाइनल्ली हामी चाहिँ ट्याक्क यो के मर्स्याङ्दीको ड्याम हो कि केमा आइसकेका छौँ। मामाहरू चाहिँ उता आउँदै हुनुहुन्छ। अनि म चाहिँ ट्याक्क आएर दामी भ्यू देखिरहेँ यहाँ है। ट्याक्क बवाल भ्यू देखिरहेँ है। कडा ठाउँ चाहिँ बवाल छ ड्याम हो है। यहाँबाट माथि गयो भने अब हामी चाहिँ अब एकछिनमा अक्टोपस झर्नामा पुगिन्छ। अनि ट्याक्क यहाँ चाहिँ 2वटा खोला मिसिएर चाहिँ एउटा यताबाट अनि एउटा चाहिँ यताबाट आएको रहेछ। यताबाट आउनु चाहिँ मर्स्याङ्दी तर यताबाट आउने नाम चाहिँ थाहा भएन। यो चाहिँ बवाल छ है यहाँ है। मामाहरू चाहिँ यताबाट आउँदै हुनुहुन्छ। एकछिनमा आउनुहुन्छ होला। म चाहिँ ट्याक्क पारामा बाइक चेक राखेर अहिले चाहिँ हामी मर्स्याङ्दी नदीको माथि अप्पर हाइड्रोमा छौँ है। केटाहरू आउँदैछौँ ट्याक्क पारामा आइसक्यो केटाहरू चाहिँ। बाइक यता छ है ट्याक्क। म चाहिँ यता है झर्ना चाहिँ ट्याक्क माथि है बब्बाल झर्ना है। अब चाहिँ हामी माथि झर्नामा गएर बस्छौँ। कुन झर्ना भनेपछि अब चाहिँ अक्टोपस भन्ने झर्ना छ है। त्यो अक्टोपस झर्नामा हामी चाहिँ अब लगभग 15-20 मिनट बसेर खाना चाहिँ माथि खान्छौँ। त्यहाँ बसेर चाहिँ हामी आज चाहिँ ट्याक्क जान्छौँ है माथितिर है। ट्याक्क मामाहरू चाहिँ ट्याक्क उता हुनुहुन्छ बाटोमा बस्नु भयो। म चाहिँ जस्तो पनि कुदिरहेको छ बाइक। ट्याक्कै झर्नाको नाम चाहिँ के झर्ना हो तर बवाल छ। क्यामेरामा जस्तो देखिन्छ तर दाम हुन्छ। मामाहरू चाहिँ उता पछाडि आउँदै हुनुहुन्छ। म चाहिँ धेरै अगाडि छु। कुर्दै आइरहेको छु।
झर्नाहरू चाहिँ धेरै रहेछ कडा रहेछ ठाउँहरू है। अब चाहिँ हामी मनाङ जान लगभग चाहिँ 50 किलोमिटर जति छ कि चामेसम्म पुग्न त्यो अन्तिम खाङसारसम्म पुग्न नानाहरू चाहिँ आउँदै हुनुहुन्छ। अनि खाङसार चाहिँ आज पुगिन्छ कि तर एकैचोटि माथि नजाउँ भनेको ब्लू लेक ग्रिन लेकतिर गएर बसौँ भनेको तर के हुन्छ छिटो पुग्यो भने चाहिँ गइन्छ न। ट्याक्क देवस्तर आइसक्नु भयो ट्याक्क 12मा समस्या खाँदै केटाको समस्या है आयो आयो देवस्तर आइसक्नु भयो है ट्याक्क 12मा। हामी अफकोर्स झर्नामा फोटोसोटो खिचेर अलि अगाडि आएको छौँ तर यहाँ चाहिँ भिड चाहिँ खतरा बवाल छ कि है। भिडको बिचमा के बाटो बनाएको कि हेर्नु है यहाँ यस्तो बवाल छ कि डेन्जर बवाल। ट्याक्क हामीले चाहिँ आज भेज खाना खाँदै है हामी चाहिँ ट्याक्क बारेमा भेज हान्दै। कस्तो हो सर खाना मिठो छ नि होइन राम्रो सर। र अहिले चाहिँ हामी यो के हो चामे भन्दा यतापट्टि आएर खाना खाँदैछौँ। अब चाहिँ एकछिनमा निङ्गला घारी अब सायद 1 घन्टामा चामे पुगिन्छ। चामेबाट अनि आज लोवर पिसाङ भन्ने ठाउँमा बसेर अनि भोलि चाहिँ सायद बेस क्याम्पमा गइन्छ होला। अब चाहिँ म सिधै कि चामे कि लोवर पिसाङ पुगेपछि मात्रै भिडियो जाने छ एकटा है ल। बवाल तानिरहेको थियो एभेन्जरले कडा बवाल तानिरहेको छ एभेन्जरले बवाल बोले भाइ पल्सर एनएस बवाल हानिरह्यो है एनएसले भने है दियो दाइ दियो बवाल भइरहेछ बुलेट आइरहेछ है बुलेट है केटा दियो बुलेट है त ल अब आउँदैछ ड्युक आउँदैछ केटा है ड्युक है। अब चाहिँ ड्युक आउँदैछ अब चाहिँ ड्युकले के गर्छ है पावर। तर एभेन्जरले सजिलोसँग तान्यो यार सोचेको छैन बाटो हेर्नु न यस्तोमा बाटो छ कि अब बाटो के दोदर पनि छ यहाँ माथि यार ट्याक्क है ओ बुलेरो है त बुलेरो हानिरहेको छ है केटा बुलेरो स्कुटर हानिरहेको है त दियो केटा दियो पटार है। नेक्स्ट डे गुड मर्निङ। आज चाहिँ बिहानको 6 बजिसक्यो। अब चाहिँ हामी आज चाहिँ अब डे 2 सुरु हुन्छ आजबाट। ट्याक्क हाम्रो रुमहरू ट्याक्क यही नै हो है एउटा रुम। अनि अब चाहिँ हामी मनाङ चामेमा छौँ। अब चाहिँ माथि हामी 1 घन्टामा पुगिन्छ होला। हालत अलिक त्यत्तिकै छ यहाँ साह्रै भिडियो सिडियो हाल्दै हुन्छ अरू सबै फ्रेस हुन तलतिर सरहरू कता अहिले मैले डे 2 भनिसकेँ होला। अब चाहिँ हामी ट्याक्क दुधको चिया ट्याक्क खाँदै है हाम्रो ब्रेकफास्ट ट्याक्क 12मा है त बवाल 12मा हाल्नुपर्छ। अब खाएर चाहिँ हामी अब चाहिँ माथि के अरे आज हाम्रो लास्ट डेस्टिनेसन बाइक बोक्ने ठाउँ क्या खाङसारमा बाइक छोडेर माथि चाहिँ हामी हिँड्दै जान्छौँ है केटा। फाइनल्ली हामी चाहिँ रेडी भइसक्यो है माथि जानुको लागि। अब चाहिँ लगभग 1 घन्टामा चाहिँ माथि नै पुगिन्छ है खाङसार है। यहाँबाट हिजो चाहिँ यहाँ बसेको केटा सब रेडी भइसकेको छ। अब सिधै माथि ग्रिन लेकमा भेटौँ है हामी चाहिँ है। बाटोको एउटा सानोतिनो क्लिप चाहिँ आउँछ है टाइम पारामा ल। फाइनल्ली अहिले चाहिँ म यो तल बसेर पनि यो भिरमा आइसक्यो। भिरको नामहरू चाहिँ थाहा भएन है तर औडा छ यार मान्छेहरूले चाहिँ डेन्जरै बनाएको यो है
भिडियोमा हेर्दा यताउति हुन्छ ढुङ्गा यत्रो ठुलो ढुङ्गा कि है डेन्जर हो मामाहरू पहाडी आउँदै हुन्छ बुलेटहरूलाई गाह्रै छ एउटा सहिले हो तर बिस्तारै आउनु पऱ्यो म चाहिँ अगाडि आइसकेको छु पुरै यो भिरको बिचै बिच जाने हो यो भिरको यहाँबाट पुरै बिचै बिच है दामी छ यार आमा ल फाइनल्ली हामी म्याग्नेटिक हिल्स भन्नेमा आइसकेको छौँ म्याग्नेटिक हिल्स हो कि के हो तपाईँहरूले बुझ्नु होला है बबाल छ ठाउँ चाहिँ छ मुस्ताङ चाहिँ अलि अर्कै टाइप्सको छ अनि मनाङ चाहिँ छुट्टै खालको छ दुईवटा चाहिँ छुट्टै अब प्रायः जस्तो मान्छेलाई मुस्ताङ पनि मनपर्छ प्रायः जसोलाई मनाङ पनि मनपर्छ अब कस्तो हुन्छ कस्तो सेपहरू हुन्छ नि यो भिरहरू पाखाहरूको के अनि यो डाँडा काँडाको सेपहरू चाहिँ छुट्टै छ है मनाङ र मुस्ताङको तर लगभग एउटै तर लुक्सहरूमा छ म्याग्नेटिक हिल्सदेखि लिएर अनि मुस्ताङ फेरि अलिक छर्रेको ठाउँमा बनेको छ यो चाहिँ एकदम खोजबाट जानु छ है यो चाहिँ तर डेन्जर डेभलप भएको मनाङ चाहिँ अनि गाह्रो छ मुस्ताङमा भन्दा मनाङमा चाहिँ मुस्ताङमा त सजिलो छ डेभलप गर्न मनाङमा चाहिँ अलिक गाह्रो छ भिरहरूले गर्दा सबै ढुङ्गा फोरेर हो यो बनाएको फाइनली अहिले चाहिँ हामी चाहिँ बुलु लेकमा आइसकेको छौँ अब चाहिँ बुलु लेकमा आएर फोटोसोटो खिच्यो अब एकछिन हामी आधी घन्टा जति टाइम स्पेन्ड गरेर अनि हामी चाहिँ अब यहाँबाट माथि खाङसारमा अब आधी घन्टा 1 घन्टामा पुगिन्छ होला ट्याक्क भ्यूहरू देख्न सक्नुहुन्छ दामी छ है बुलु लेकको मामाहरू उता हुन्छ देवस गयो कि हो म पनि अब रेडी भएर जान्छु अनि आज चाहिँ हामी बेस क्याम्पसम्म पुग्नेछ तर के तर मान्छेहरूलाई मुस्ताङ पनि राम्रो छ तर मुस्ताङ चाहिँ घुम्ने ठाउँहरू चाहिँ हामी चाहिँ पूजा गर्नको लागि सिधै मुक्तिनाथ ब्याक घरमा अनि त्यहाँबाट लोमानथाङतिर गयो भने पनि त्यस्तो केही पनि छैन तर मनाङ चाहिँ बबाल छ है बबाल कुरा हो मनाङ चाहिँ एकदम बबाल यस्तो ठाउँहरू के घरि के आउने घरि झरना घरि म्याग्नेटिक हिल्स अनि त्यहाँबाट हिमालहरू अनि त्यहाँबाट ब्लु लेक ग्रिन लेकहरू मात्र 4-5वटा छ यहाँ अनि अब हावा लगाइरहेछ है अब भोइसहरू कस्तो आइरहेको एडजस्ट गरिदिनु होला तपाईँहरूले माफ अब त्यसको लागि माइकहरू केही पनि छैन मसँग यत्तिकै हातले मात्र भ्लग बनाइरहेको छु बाइकहरू कुदाएको पनि त्यस्तो बनाइरहेको छैन भ्लग नत्र त बबालै मजा हुन्थ्यो अनि मनाङ त अब बाटो चाहिँ हल्का गाह्रो कस्तो भनेपछि एक्सपल्स अनि पल्सर 220 अनि त्यहाँबाट क्रस फायरहरू अनि यस्तै बाइकहरूलाई त्यस्तो गाह्रो छैन स्कुटर अनि बुलेट बाइकहरूलाई हल्का चाहिँ गाह्रो छ तर त्यस्तो गाह्रो पनि छैन तर ठाउँ चाहिँ एवा नै छ यो ठाउँमा अनि ठाउँ त अब यहाँबाट तिली त मेन भनेको मुस्ताङ चाहिँ अब मेन के अरे हाम्रो मुक्तिनाथ दर्शन भनेर प्रायः जस्तो मान्छेहरू जानुहुन्छ अनि यहाँ त्यही भएर मान्छेको भिड चाहिँ हुन्छ तर यहाँ भिड छ डेन्जरै भिड छ यहाँ पनि मामाहरू आउँदा मामाहरूको म भिडियो बनाउँछु है हामी चाहिँ अहिले चाहिँ यहाँ खाङसारमा आएर बाइक साइक हामी पार्किङ गरेर अनि कपडा चेन्ज गरेर अझ हामी तिलिचोतिर ट्रेकिङ हान्दैछौँ तिल्चो आज बेस क्याम्पसम्म पुग्छ हामी तिल्चो बेस क्याम्पसम्म पुगिन्छ साथीहरू ट्याक्क हुनुहुन्छ यहाँ सबै ट्याक्क सबैजना हुन्छ आउँदै हुन्छ यस अब फर्स्ट एक्सपिरियन्स हुँदैछ लगभग 5000को हाइटमा भनौँ होइन 47-48,000को कस्तो हुन्छ बाटोमा जसो हुन्छ तपाईँहरूले देख्नु हुनेछ है अब जस बाइकहरूको चाहिँ त्यस्तो आएको छैन जस सट सिनेमेटिक मात्र आउँछ त्यहाँ गीतमा आउँछ है केटा फेरि त यति राम्रो पुलहरू छ कि है यहाँ पुरै के है तर यहाँ कति हाइट चाहिँ थाहा भएन अब 4000को हाइटमा पुग्न लागि बाटोमा छौँ हामी चाहिँ यति राम्रो क्या कलरहरू क्या घाँसहरूको क्या रुखहरू कोही हरियो कोही रातो कोही कस्तो है अब चाहिँ आज चाहिँ हामी बेस क्याम्पमा पुग्ने भनेर हिँडेछौँ तर के हुन्छ तिमीमा चाहिँ पुग्नै पर्छ हिँडिसकेपछि अनि भोलि चाहिँ तिल्चोबाट ब्याक टु मनाङ खाङसार अनि खाङसारबाट ब्याक टु के अरे हाम्रो कहाँ पुगिन्छ अब भोलि भयो भने त्यही आज बसेकै ठाउँमा हुन्छ होला हाम्रो स्टे चाहिँ अनि बाटो चाहिँ बाइकै आउने बाटो रहेछ
खै मान्छेले दिन्छन् कि दिन्छन् बाइक ल्याउन चाहिँ, तर लिएर आएको भए चाहिँ मलाई मजा हुन्थ्यो यार। यस्तरी हिँड्नै पर्ने थिएन यार। पेट काटेर ठाउँ त बवाल छ। ल है क्रस फायर कुडे क्रस फायर। ल है त हाम्रो पुरै दादाहरूको क्रस फायर घोडा कुदिसकेको छौँ। यता चाहिँ हामी चाहिँ कहाँबाट आइसक्यो। खतरा है केटा क्रस फायर कुदिरहेको छ दादाहरूको। ल है त अब चाहिँ हामी 1.5-2 घन्टामा बेस क्याम्पमा पुगिन्छ। अनि ट्याक्क आज बेस क्याम्पमा हाम्रो स्टे हुन्छ है। ल पहिलाको बाटो पुरानो बाटो पनि हेरेछ ए क्रस फायर है। यो आरएम हो, यो एचजे हो, अरू के छ। अनि त्यो गीत मार्न एकछिन कपिराइट हान्छ क्या। साह्रो बोल्नुपर्छ। ल है घोडाजी के छ। रास्ताको सियारा हन्डाको है, हन्डाको केटा हो। अनि एकछिन गीत नसुनाऊँ ल, कपिराइट हान्छ। ल अब चाहिँ हामी ल्यान्डस्लाइड भन्ने एरियामा आधी घन्टामा आइपुग्छ। अनि ल्यान्डस्लाइडबाट चाहिँ हामी त्यहाँ चाहिँ बेस क्याम्पमा चाहिँ लगभग आधी घन्टा त्यहाँ लगभग ल्यान्डस्लाइडबाट 1 घन्टा, यहाँबाट ल्यान्डस्लाइड पुग्न चाहिँ आधी घन्टा। अब 1.5 घन्टामा त अब हामी बेस क्याम्पमा पुगिन्छ। भोलि चाहिँ तपाईँहरूले तिलीचोट तालको चाहिँ बबल सर्ट हेर्नुहुन्छ है, सिनेमेटिक सर्ट। अहिले चाहिँ भ्लग त्यस्तो भएको छैन, हल्का फुल्का हिँडिरहेको मात्र। भेनाहरू अगाडि हिँडिरहेछन्, मामा पछाडि। हामी चाहिँ दामी पारामा अब ल्यान्डस्लाइड हेर्नु। अब सिधै म ल्यान्डस्लाइड एरियाको मात्र भिडियो बनाउँछु। अब कस्तो रहेछ एक्सपिरियन्स गरौँ न ल्यान्डस्लाइड। तर मुस्ताङभन्दा चाहिँ मनाङ चाहिँ बबालै रहेछ। लोवर ट्रेल रे है, ट्रेल यो चाहिँ ट्याक्कै हेर्न सक्नुहुन्छ लोवर ट्रेल। भ्लग चाहिँ त्यस्तो लामो छैन, ट्याक गर्दा अब यहाँसम्मको फेरि फर्केको गर्दा त भ्लग। हामी चाहिँ ल्यान्डस्लाइड एरियामा आइसकेको छौँ। यहाँबाट चाहिँ उता पनि 2वटा छ, यहाँबाट गएर त्यहाँबाट उता जान्छ। अनि ट्याक्क आइसक्यो। 2जना केटाहरू अगाडि गइसक्यो, हामी चाहिँ पछाडि छौँ। अनि आउँदै हुन्छ। हामी चाहिँ ल्यान्डस्लाइड एरियामा छौँ अहिले। योभन्दा पनि अझ उताको ल्यान्डस्लाइड छ, बेजार छ यार थैट। तर क्यामेरामा चाहिँ त्यस्तो देखिन्न, तर लाइभ आँखाले हेर्दा सब कुरा हेर्न पाउँछ। ओहो नि हैट। उता खाने मामा ओइ मेरै कुरा हो, माया लाग्छ है लास्टै। सानै कुरा उर्गाएको मैले लास्टै माया लाग्छ। माया गर्नुपर्छ नि बिचरा। सानै कुरा मैले उर्गाएको माया लाग्छ है बिस्तारै। बिस्तारै है। होइन बिस्तारै आउनु है। थैट बिजोग छ हालत यार।
आमा थैट धेरै माटो नि यस्तो नि आउँदो रहेछ ओहो नि बर्बाद छ यार थैट माटो भिड त के खालको भिड यस्तो यार ओहो भ्यू ओए केयर छ ल्याएको लुरुक नगर्नु है ल्यान्डस्लाइड एरिया ल बल्ल बल्ल अलि गाह्रो ठाउँ नि पार गरेर गीती भएर लरक लरक पर्ने कि जुत्ता टेन्सन यार के यस्तो यार छैट बवाल यार ठाउँ त त्यसै गरी हामीले मेन ल्यान्डस्लाइड एरिया चाहिँ पार गरिसक्यो है दामी पारमा ल्यान्डस्लाइड एरिया चट्टो अब क्यामेरा सेन्टर कस्तो आइरहेको थाहा पनि छैन अनि अब देखाउँछु ल्यान्डस्लाइड एरिया यताबाट कस्तो देखिन्छ ल्यान्डस्लाइड एरिया पुरै उडाएको छ यार कसम त्यही गर्दा गर्दै ल्यान्डस्लाइड एरिया त सकियो फेरि रक फलिङले के हो नि यस्तो जब रक फलिङले त भिडियो बनाउँछु म हजुर भन्नुहोस् त के रे मामा यसरी बाँचेमा डिस्प्याट नि भ्याइन लाग्छ खुट्टाको थैट माटो बिजोक छ होला यार थैट रक फलिङले पुरै यस्तो खचड आइछ र खचड आइछ र खचड त्यही त लास्ट यो रक फलिङ एरिया कट्यो भने त आनन्द हुन्छ टेन्सनै हुन्छ एक्सट्रिमै छ बाटो उस गर्ने तर सजिलो चाहिँ सजिलो हो अलिअलि भिडहरू छ घुमाउँछ हट कसम के हो यस्तो Tot. Nah, कसम डेन्जर छ यार यहाँ छिटा हो यहाँ है आइयो यार The next day. हेलो व्हाट्सअप गाइज हो चाहिँ हामी जाँदैछौँ पिलिचोतर्फ केटाहरू आउँदैछ केटाहरू चाहिँ हामी लाग्यो पिलिचोतिर हामी बसेको हो चाहिँ पिलिचो है लाग्यो पिलिचोतिर अहिले चाहिँ हामी चाहिँ लगभग 47,000 को हाइटमा आइसकेको छौँ दिवस सरलाई आची लागेर चाहिँ भाततिर जानुभयो ट्याक्क दुईजना केटाहरू माथि पुगिसकेका छन् बाटो अब यस्तै छ है अब हामी चाहिँ अब लगभग 1-1.5-2 घन्टामा चाहिँ
तिलिचो तालमा पुगिन्छ होला है। हामी पुरै तल्लोबाट आएको है। तल्लोबाट बाटो देख्नुहुन्छ त, तल कहाँबाट आएको। हिमालमा आइसक्यौँ हामी। अब दौडेर मजा हुन्छ त्यो बस्दै लाउरे र चाउरे अगाडि गइसकेछन् दुईजना, तिन त तिलचो पुगिसके। फाइनल्ली तिलचो ताल आइसक्यौँ हामी। तिलचो 4919 मिटरमा। अब चाहिँ हामी यहाँबाट फर्किने। अब धेरै बस्दैनौँ। I grew up reading stories, how I believed that I could climb through every page, how all the fire and glory, all the revenge and all the rain. Have you heard of the heroes ending? They couldn't protect